साथीहरु नमस्ते सेवा र मेरो युट्युब च्यानलमा स्वागत छ सबैजना साथीहरुलाई। आज चाहिँ म घुम्न आएको छु साथीहरु शंकरबेली। हेलो 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 साथीहरु। हजुर हाय हजुर जहिले हेलो भन्दै फोटो खिच्नुहुन्छ पैसा चाहिँ दिनुहुन्न। हामी चाहिँ घुम्न आएको छौं है साथीहरु। कस्तो राम्रो रहेछ हौ। तर फोनै राम्रो छैन साथीहरु, के राम्रो हो त। मम्मी हेलो मम्मी। हेलो बहिनी। एकदम रमाइलो रहेछ साथीहरु। रेडी हुनु भएको छैन? कता आइपुग्नु भयो तपाईं? शंकरबेली भन्छन्। शंकरबेली अरे है। हाम्रो बहिनीलाई चाहिँ के भयो? मलाई के भएको छैन। राम्रो देखेछु कि छैन भने तपाई राम्रै हुनुहुन्छ। हेलो मलाई त यस्तो राम्रो छ साथीहरु। फुल फुलेर यहाँ कस्तो राम्रो छ साथीहरु। हामी चाहिँ नभए फेरि खाजा त खानु पर्यो हैन। घुम्न जति नै घुमे पनि जति नै गरे पनि खाजा त खानु पर्यो हैन त मम्मी? खाजा खानु पर्यो नि। खाजा खाने हैन त? खाजा हामीलाई ल्याइदिनु भएको छ साथीहरुले। कविता दिदीको सिगम्नी चपाउनु छोड्नु हुँदैन क्या साथीहरु। दाँतको लागि दाँत स्वास्थ्यको लागि राम्रो हो। ल साथीहरु हामीले चाहिँ खाजा पनि खाइसक्यौं। खाजा खाइसकेर पनि अब एकछिन घुम्ने हो अनि जाने हो घर। भिडियो नराम्रो भए पनि हेरिदिनु होला सबैजनाले। गाइज बहिनी त ब्युटिफुल देखिदिनु भयो त नि। म त अनि एकदम ब्युटिफुलै छु त दिदी। ल अब चाहिँ हामी एकछिन घुम्ने, हामी चाहिँ घर जाने साथीहरु। हामी चाहिँ आएर पनि घुमिसक्यौं। तपाईहरु पनि आउनु होला घुम्नलाई। यस्तो राम्रो फुल फुलेको छ। वाह गर्दै मैले त फुल्याछ के यस्तो राम्रो फुल फुलेको छ साथीहरु। तर मेरो फोनै राम्रो छैन के, त्यही भएर राम्रो देखिँदैन। यस्तो राम्रो फुलेको हो। उभिनु तपाईँ पनि अलिकति। म चाहिँ अनलाइन अगाडिको हामी अगाडि खिच। म त क्यामेराम्यान भएको मेरो बोली नै हरायो। यता हाम्रो बहिनी
तपाईँहरूको साथी कति राम्रो देखेछ नि आज त साथी क्या शङ्कर बेली हेर्नुहोस् साथीहरू यता हाम्रो मोदर हेलो जाउँ कति राम्रो देख्यो नि लु हिँड्नु म्याम पक्नुहोस् त लु हिँड्नुहोस् म्याम हजुर हाम्रो दुईटा साथीहरू छ यता चाहिँ यस्तो छ आलु बखडा होइन हौ यो के भयो यता चाहिँ आलु चप उयो सेन्तेरेम छ है खाने भने बोजूकोमा किनिदिनु बोजूको यता नि सेलरोटी किनिदिनु नखाने हामी अस्ति खाएर पुरानो भइसक्यो यो के भएर यस्तो साह्रो भएको यस्तै थियो हेर्नु त येल्लो कलरको भएको छ यता मस्किँदै हेर्नु छ है यो चाहिँ कस्तो राम्रो छ राम्रो छ है साथीहरू हजुरहरू पनि सबैजना घुम्न आउनलाई अब हामी यहाँ पुग्छौँ तपाईँको त्यो चाहिँ राम्रो हुँदैन खोइ आमा यहाँको चामलको क्वालिटी साथीहरू तपाईँहरूको लागि पानी परेर तर एकदम शीतल शीतल छ यहाँ खेल्नु नि पाइँदो रहेछ नि त खेल्नु पाइँदो रहेछ नि त कति हो दिदी 50को 5 वटा 50को 5 वटा लाग्दैन होला हौ तर यता चाहिँ गेम खेल्दै हुनुहुन्छ रिङ ल ल ल तपाईँहरूले एउटा जित्नु भने हामीलाई 1 लाख पैसा एक्सट्रिम त कति खान पहिला भगवानलाई सम्झिनु न भाग्नु यस्तो काम छैन ल उधर एकछिन न मम्मी त्यहाँ के भयो होइन भयो हो माथि अल्झिनु भएन अरे नि त ए यसरी त त्यो त हातले मिलाइ मिलाइ जस्तो त नि कहाँ हुन्छ डाँडा हिजो यो पैसा बियर लु 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 तपाईँ पनि हान्नु सिक्नु यहाँ चगाउनु न अनि पो मिले लु लु बियर सम्झेर हान्नु त मिठो हुन्छ भन्दै बियर त हामीलाई मन पर्छ भन्नु न
म त मर्रीकै हान्दिनँ ल यतिको चाहिँ हार्नु छ हेर्नु हाम्रो दिदीले चाहिँ पैसा उडाउँदै हुनुहुन्छ यहाँ सिधा बस्नु न बस्नै बाङ्गो बस्नु भएको छ ल ल ल ल तपाईँ केही नखानु हुने रहेछ भने बुझे लुगा धुनु हो कति चोर धुने यस्तो हुनुहुन्छ तपाईँ खासमा केही खानुहुन्न त्यही भएर केही नपरेको होला म केही खाँदैन ल यहाँ चाहिँ पैसा कति रुपियाँ सक्नुभयो 100 रुपियाँ 100 रुपियाँ हानेर रानी भएर हेर्नु न त्यहाँ ल यहाँ चाहिँ ल हेरौँ न एकछिन लक्कीको हुनुहुँदो रहेछ हेरौँ न महँगा बखे नजिक केल चाहिँ केतुङ राख्ने दुई चोटि जाए मम फेरि हान्नु न त के फेरि हानेको त ल भएन है दाजु पैसा फालेर हिँड्दै हुनुहुन्छ 100 रुपियाँ कमाउनु कति लाग्छ सक्दिन भनेपछि त बल गर्नु हुँदैन पो त म त महँगा बोक्यो पैसा फाल्ने टिमहरू अहिले रिग्रेट भएछ थोरैले भन्दै हुनुहुन्छ उता जाऊँ होला हौ हेर्नु उता जाऊँ न उता सुरुमा त्यता जाउँ खाली छ भने त्यहाँ त बर्थडे मनाउने ठाउँ हेर्नु न कडा ल शङ्खरबेलीको ताल तालमा कविता दिदी आफ्नै तालमा म त कहाँ खुट्टा हल्लाउँदै गरेको देखेको ऊ पर अघि भइसक्यो एकछिन साथी मैले त जान्छु ल तर राम्रो आयो
हाँस फुट्यो ओ माथि पनि राम्रो रहेछ नि त माथिल्लोमा पनि फुल फुल्दो रहेछ नि त अब त रात पर्यो है ल राम्रो छ नि के गर्नु घर जानु पर्ने हुन्छ साथीहरू कि घर नजानु हो तपाईँ बस्नुहुने हो भन्नु न उभिएर हजुर तपाईँ बस्नुहुने आमा आज जान्न हजुर कस्तो राम्रो फुलेको छ साथीहरू आउनुलाई तपाईँहरू पनि क्या साथीहरू यस्तो मजाले फुल टिपेर ल्याउँदै हुनुहुन्छ नि एकजना दाइले यहाँनिर कस्तो मजा टिपेर ल्याउनु भएका ओ यहाँ यता हो यहाँ पारेदेखि साथी पर्खिँदाखेरि निगुरे पनि टिपेको अवस्था भन्नु त दिदी साथीहरू आउँदैनन् के गर्नु अनि यहाँ सब्जी त लानु पर्यो नि होइन साथीहरू सब्जी टिप्ने हो भरे आलुसँग पर 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 भुटेर खाने हो होइन मम्मी मम्मी यो मम्मी राख्ने बोकेको 50 रुपियाँ भन्छ ल तल्लोपट्टि छैन दिदी तल्लोपट्टि छैन तल्लोपट्टि माया गर्नु होला तपाईँको घर कता दाइ मेरो तरजुम जिल्ला हजुर बसाइ चाहिँ कता हो दाइ बसाइ तर इटली हजुरले अब ल्याउनु लानुभयो ल्याउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद यसमा थोरै तपाईले डिस्काउन्ट गर्नु होला फेरि भेटौँला धन्यवाद तपाईलाई गुड भन्छु र यति राम्रो माइती पछि ध्यानमा खोल्नला लाइदिनु बोलाउँछु तपाईको के रे नम्बर दिएर साथीहरू हामी चाहिँ फर्केको धरनको सेउती खोला यहाँ आउँछ है धरनको सेउती खोला होइन यो यो चाहिँ शङ्करबेलेदेखि तरसम्मको यो हाम्रो भित्री बाटो यति राम्रो छ